एकछिन कल्पना गर्नुहोस्, तपाईको दिमागमा एउटा यस्तो दृश्य छ जुन तपाईले अहिलेसम्म क्यामेरामा कहिल्यै खिच्नु भएको छैन। त्यो लोकेसन वास्तविक संसारमा नहुन सक्छ। त्यो क्यारेक्टर वास्तविक मानिस नहुन सक्छ। तपाईको अगाडि कुनै स्टुडियो छैन, कुनै एक्टर छैन, कुनै ठुलो प्रोडक्सन टिम छैन। तर तपाईले आफ्नो इमेजिनेसनलाई केही शब्दमा प्रिसाइजली डिस्क्राइब गर्नुभयो अनि ती शब्दबाट एउटा सिनेम्याटिक वर्ल्ड तपाईको स्क्रिनमा देखिन थाल्यो भने के यो सम्भव छ? आजको एआई एरामा यो प्रश्न अब साइन्स फिक्सन मात्र रहेन। हामी यस्तो टेक्नोलोजिकल फेजमा प्रवेश गरिरहेका छौँ जहाँ कम्प्युटरलाई केवल कमान्ड दिने होइन, आफ्नो इन्टेन्सन, कन्टेक्स्ट र क्रिएटिभिटी नेचुरल ल्याङ्ग्वेज मार्फत कम्युनिकेट गर्न सकिन्छ। पहिले क्रिएटिभ प्रोडक्सन सुरु गर्न क्यामेरा चाहिन्थ्यो, लोकेसन चाहिन्थ्यो, एक्टर चाहिन्थ्यो, लाइटिङ चाहिन्थ्यो, प्रोडक्सन टिम चाहिन्थ्यो। आज पनि यी सबैको महत्त्व त आफ्नै छ, तर क्रिएटिभ वर्क फ्लोमा एउटा नयाँ पावरफुल इन्टरफेस थपिएको छ, ह्युमन ल्याङ्ग्वेज। तपाईँ इमेजिन गर्नुहुन्छ, त्यसलाई डिस्क्राइब गर्नुहुन्छ, एआईले इन्स्ट्रक्सन प्रोसेस गर्छ अनि एउटा नयाँ भिजुअल पोसिबिलिटी जन्मिन सक्छ। तर यहाँ एउटा कुरा अत्यन्त महत्त्वपूर्ण छ, एआई पावरफुल हुँदैमा तपाईको आउटपुट अटोमेटिकल्ली पावरफुल हुँदैन। तपाईले एआईलाई कति स्पष्ट कन्टेक्स्ट दिनुहुन्छ, कति प्रिसाइज इन्स्ट्रक्सन दिनुहुन्छ र जेनेरेटेड रिजल्टलाई कसरी एनालाइज गरेर रिफाइन गर्नुहुन्छ, यही कुराले ठुलो फरक पार्छ। त्यसैले एआईको फ्युचर केवल एआई प्रयोग गर्नेहरूको होइन, एआईसँग प्रभावकारी रूपमा काम गर्न जान्नेहरूको हो। र आजबाट एटम एरामा हामीले त्यही स्किल बिल्डिङ जर्नी सुरु गर्दैछौँ। यो हो एटम एरा एआई ट्रेनिङको क्लास। आज म तपाईलाई एउटा छोटो सिनेम्याटिक भिडियोको प्र्याक्टिकल ग्लिप्स देखाउनेछु। तर आजै सबै सिक्रेट भन्ने खोल्ने छैन। आज हामी देख्नेछौँ एआईले के गर्न सक्छ अनि अर्को क्लासमा एआईलाई त्यो कसरी गर्न लगाउने स्टेप बाई स्टेप सिक्नेछौँ। त्यसैले भिडियो अन्त्यसम्म हेर्नुहोस्। ल अब हामी सुरु गरौँ। सबैभन्दा पहिले फाउन्डेसन बुझौँ। जेनेरेटिभ एआई भनेको इनपुटको आधारमा नयाँ कन्टेन्ट जेनेरेट गर्न सक्ने आर्टिफिसियल इन्टेलिजेन्स टेक्नोलोजी हो। इनपुट कन्टेक्स्ट हुनसक्छ, इमेज हुनसक्छ, अडियो हुनसक्छ अनि आउटपुट पनि विभिन्न मोडालिटिजमा आउन सक्छ, जस्तै टेक्स्ट अनि टेक्स्ट, अनि त्यसपछि टेक्स्ट इमेज, टेक्स्ट अडियो र अहिले हाम्रो आजको विषय जुन हामीले कुरा गरिरहेका छौँ त्यो चाहिँ टेक्स्ट भिडियो है। टेक्स्टमा लेखेर भिडियोमा कन्भर्ट गर्ने है, अर्थात् तपाईँको ल्याङ्ग्वेज क्रिएटिभ जेनेरेसनको एउटा इन्टरफेस बन्न सक्छ। यही कन्सेप्टलाई प्र्याक्टिकल रूपमा बुझ्नका लागि आज हामी गुगल ल्याब्स फ्लो हेर्दैछौँ है त। अब हामी गुगल ल्याब्स फ्लोको बारेमा कुरा गर्नेछौँ। गुगल ल्याब्स फ्लो के हो? ल अब आउँछ गुगल ल्याब्स फ्लो। फ्लोलाई एआई पावरेड फिल्म मेकिङ एन्ड क्रिएटिभ स्टोरी टेलिङ टुलको रूपमा चाहिँ बुझ्न सकिन्छ। यसको उद्देश्य केवल एउटा ऱ्यान्डम भिडियो क्लिप जेनेरेट गर्नु होइन, एउटा क्रिएटिभ आइडियालाई भिजुअल स्टोरी टेलिङ वर्क फ्लोमा लैजानु हो, जहाँ हामी सोच्न सक्छौँ कि क्यारेक्टर, इन्भाइरोमेन्ट, एक्सन, क्यामेरा, लाइटिङ, मुड, कम्पोजिसन र हामी स्टोरी है। त्यसैले फ्लोलाई एउटा एआई एजिस्टेड फिल्म मेकिङ वर्क स्पेसको रूपमा चाहिँ बुझाउँछ है। तर आज हामी यसको हरेक फिचरमा जाने छैनौँ। पहिले यसले वास्तवमै कस्तो रिजल्ट दिन सक्छ त्यो हेर्नेछौँ। अब एउटा छोटो सिनेम्याटिक स्टोरी इमेजिन गरौँ। काठमाडौँ होइन, रात परिरहेको छ, एउटा रात परेको समय छ, पानी परिरहेको छ। एउटा युवक सुनसान सडकमा एक्लै हिँडिरहेको छ। अचानक उसको फोनमा चाहिँ एउटा अननोन म्यासेज आउँछ। उसले म्यासेज हेर्छ, उसको एक्सप्रेसन परिवर्तन हुन्छ अनि ऊ एउटा पुरानो बिल्डिङतिर जान्छ। त्यहाँ के छ त्यो अहिले हामी रिभिल गर्दैनौँ, किनकि आजको उद्देश्य पुरा स्टोरी बनाउनु होइन हाम्रो। किनभने हामीले आज एउटा कन्सेप्ट बुझ्ने हो, यहाँ के हुँदैछ, कसरी चाहिँ यसले काम गर्छ, अर्को गुगल ल्याब्स फ्लोले चाहिँ कसरी काम गर्छ भन्ने कुरा बुझ्ने हो आज भन्ने होइन। यसमा चाहिँ एआई फिल्म मेकिङको पोसिबिलिटी देखाउनु मात्र हो आजको उद्देश्य चाहिँ। र अब हामी यो सिनेम्याटिक सिन्स हेरौँ है त, कस्तो देखिन्छ।
यो भिडियो हेरिसकेपछि तपाईँले एकछिन सोच्नुहोस्, हामीले केही समय अघि केवल एउटा आइडियाबाट सुरु गरेका थियौँ अनि अहिले हामीसँग एउटा क्यारेक्टर, इन्भाइरोमेन्ट अनि क्यामेरा मुभमेन्ट, इमोसन र स्टोरीको एउटा बिगिनिङ चाहिँ हामीले देख्यौँ। यही हो एआई एजिस्टेड भिजुअल क्रिएसनको पावर भनेको। तर याद राख्नुहोस्, आज मैले तपाईँलाई रिजल्ट देखाएको हुँ, पुरा प्रोडक्सन वर्कफ्लो सिकाएको भने चाहिँ होइन। किनकि आज हाम्रो चाहिँ यो पहिलो क्लास थियो गुगल ल्याब्स प्रोको। एआईले चाहिँ के गर्न सक्छ भन्ने देखाउनु चाहिँ यसको उद्देश्य हो। अनि अर्को क्लासको उद्देश्य हुनेछ एआईलाई त्यो कसरी गर्न लगाउने भन्ने सिकाउनु हो। अब यसको टेक्निकल आर्किटेक्चरलाई कन्सेप्चुअल रूपमा बुझौँ। अब स्टेप 1 मा चाहिँ आइडिया है, तपाईँले के बनाउन चाहनुहुन्छ त्यो तपाईँले दिनु पर्यो। त्यसपछि अर्को दोस्रो नम्बरमा भनेको चाहिँ प्रोम्प्ट है, आफ्नो आइडियालाई स्ट्रक्चर क्रिएटिभ इन्स्ट्रक्सनमा बदल्नुपर्छ तपाईँले हैन। अनि त्यसै गरी एआई जेनेरेसन, यसमा चाहिँ तपाईँले एआई सिस्टमले इनपुट प्रोसेस गरेर आउटपुट जेनेरेट गर्छ है। त्यसै गरी अर्को इभ्यालुएसनमा चाहिँ जेनेरेटेड रिजल्टलाई चाहिँ एनालाइज गर्नुहुन्छ र अर्को रिफाइनमेन्ट भनेको छ अन्तिममा आउटपुट अपेक्षाअनुसार छैन भने इन्स्ट्रक्सन मोडिफाई गर्न सक्नुहुन्छ अनि फेरि जेनेरेट गर्न सक्नुहुन्छ। अर्थात् जेनेरेट, इभ्यालुएट, रिफाइन र यही इटरेटिभ वर्कफ्लो राम्रो एआई आउटपुट निर्माण गर्न अत्यन्त महत्त्वपूर्ण हुन्छ। अब यहाँ छ प्रोम्प्ट इन्जिनियरिङको इन्ट्रोडक्सन है। अब यहाँबाट आउँछ एउटा अत्यन्त महत्त्वपूर्ण एआई स्किल, प्रोम्प्ट इन्जिनियरिङ। उदाहरणका लागि हामी केवल क्रिएट अ सिनेम्याटिक भिडियो भन्यौँ भने एआईलाई कन्टेक्स्ट धेरै कम हुन्छ। तर हामीले स्पेसिफाई गर्यौँ कसरी भन्दा हु, वेयर, वाट इज ह्यापनिङ, वाट टाइम, वाट लाइटिङ, वाट क्यामेरा मुभमेन्ट, वाट मोड, वाट भिजुअल स्टाइल जस्ता अब इन्स्ट्रक्सन धेरै, यस्ता इन्स्ट्रक्सन चाहिँ धेरै प्रिसाइज हुन्छ है। त्यसैले प्रोम्प्ट इन्जिनियरिङ भनेको धेरै शब्द लेख्ने कला होइन, एआईलाई सही कन्टेक्स्ट, कन्स्ट्रेन्ट र क्रिएटिभ डिरेक्सन दिन सक्ने स्किल हो। तर प्रोम्प्टको कम्प्लिट स्ट्रक्चर, क्यामेरा कन्ट्रोल, रिफरेन्स, कन्सिस्टेन्सी, सिन्स, कन्टिन्युटी र एडभान्स प्रोम्प्टिङ टेक्निकहरू, यी सबै अर्को क्लासमा प्र्याक्टिकल रूपमा चाहिँ हामीले के गर्नेछौँ, सिक्नेछौँ। आजको भिडियोबाट एउटा कुरा स्पष्ट रूपमा बुझ्नुहोस्, एआई टुल चलाउन जान्नु मात्र एआई स्किल होइन। एआई स्किल भनेको समस्या डिफाइन गर्न सक्नु, आइडियालाई इन्स्ट्रक्सनमा बदल्न सक्नु, आउटपुट एनालाइज गर्न सक्नु र रिजल्ट सुधार गर्न सक्नु। र हामीले एउटा सिनेम्याटिक भिडियोको पोसिबिलिटी पनि देख्यौँ। हाम्रो लक्ष्य अब त्यही पोसिबिलिटीलाई रिपिटेबल स्किलमा बदल्नु हो। र यही कारणले एटमेरामा हामी केवल यो टुलले यस्तो गर्छ भनेर रोकिँदैनौँ, हामी सिक्नेछौँ वाइ, हाउ, वेन एन्ड हाउ टु अप्लाई। अब तपाईँलाई स्वाभाविक रूपमा प्रश्न आउँछ, ठिक छ, अब यो भिडियो आफै कसरी बनाउने? यही कुरा हामी अर्को क्लासमा डिटेलमा हेर्नेछौँ। अर्को क्लासमा हामी प्र्याक्टिकल्ली सिक्नेछौँ गुगल ल्याब्स फ्लो इन्टरफेस कसरी युज गर्ने, प्रोजेक्ट कसरी क्रिएट गर्ने, प्रोम्प्ट कसरी स्ट्रक्चर गर्ने, अनि क्यारेक्टर र इन्भाइरोमेन्ट कसरी डिफाइन गर्ने, क्यामेरा मुभमेन्ट कसरी डिस्क्राइब गर्ने, लाइटिङ र मोड कसरी कन्ट्रोल गर्ने, रिफरेन्स इमेज कसरी युज गर्ने, जेनेरेटेड रिजल्टलाई कसरी इभ्यालुएट गर्ने, यस्ता कुराहरू चाहिँ हामी अर्को क्लासमा सिक्नेछौँ। अनि आज देखाएको द लास्ट मेसेज जस्तो सिनेम्याटिक सिक्वेन्सलाई स्टेप बाई स्टेप कसरी बिल्ड गर्ने, त्यो सबै अर्को क्लासमा प्र्याक्टिकल हेर्ने नै छौँ। त्यसैले आज रिजल्ट हेर्नुभयो तपाईँले, अर्को क्लासमा प्रोसेस सिक्नुहुनेछ। र यदि आजको भिडियो हेरेपछि तपाईँको मनमा एउटा कुरा आएको छ, म पनि एआई प्रोपरली सिक्न चाहन्छु, तर कहाँबाट सुरु गर्ने, कुन टुल पहिले सिक्ने, प्रोम्प्ट कसरी लेख्ने, अटोमेसन कहाँबाट सुरु गर्ने, एआई एजेन्ट्स भनेको के हो, अनि टेक्नोलोजी यति छिटो अपडेट भइरहँदा आफूलाई अपडेट कसरी राख्ने, यही प्रब्लमलाई ध्यानमा राखेर एटम एरा एआई ट्रेनिङ कोर्स तयार गरेको छ। यो केवल एउटा टुल सिकाउने कोर्स होइन, यहाँ हामी एआई फन्डामेन्टल्सबाट सुरु गरेर प्रोम्प्ट इन्जिनियरिङ, एआई इमेज जेनेरेसन, एआई भिडियो जेनेरेसन, एआई अटोमेसन, एआई एजेन्ट्स र रियल वर्ल्ड एआई वर्कफ्लोसम्म स्टेप बाई स्टेप जानेछौँ।
र एआईको सबैभन्दा ठुलो च्यालेन्ज के हो भने आज सिकेको कुरा भोलि अपडेट हुन सक्छ। नयाँ मोडल्स आउँछन्, नयाँ टुल्स आउँछन्, नयाँ फिचर्स आउँछन्। त्यसैले एटम मेरा एआई ट्रेनिङलाई स्ट्याटिक कोर्स होइन, कन्टिन्युस लर्निङ सिस्टमको रूपमा डेभलप गर्ने हाम्रो उद्देश्य हो। एकपटक कोर्समा जोइन गरेपछि तपाईँले कोर्समा समावेश हुने फिचर, एआई अपडेट्स र नयाँ लर्निङ कन्टेन्ट निरन्तर प्राप्त गर्दै जानुहुनेछ। अर्थात् तपाईँले आज सिकेको नलेजमा भोलिको एआई टेक्नोलोजी थपिँदै जानेछ। नयाँ टुल्स आए, रिलेभेन्ट रिलेसन्स अपडेट हुनेछन्, नयाँ टेक्निक्स आए, लर्निङ मेटेरियल्समा समावेश हुनेछन्, नयाँ वर्कफ्लोज आए, त्यसलाई पनि प्र्याक्टिकल रूपमा सिक्ने अवसर हुनेछ। एकपटक जोइन अनि एआईको बदलिदो दुनियाँसँगै निरन्तर लर्निङ। त्यसैले यदि तपाईँ एआईलाई केवल क्युरियोसिटीको रूपमा होइन, एउटा सिरियस स्किलको रूपमा सिक्न चाहनुहुन्छ भने एटम मेरा एआई ट्रेनिङ कोर्समा जोइन गर्न सक्नुहुनेछ। तपाईँ आज एउटा टुल सिक्न आउनुहुन्छ, तर हाम्रो लक्ष्य तपाईँलाई बदलिदो एआई टेक्नोलोजीसँग कन्टिन्युसली एडप्ट गर्न सक्ने बनाउनु हो। किनकि भविष्यमा केवल एआई भएको संसार होइन, एआईसँग काम गर्न जान्ने मानिसहरूको संसार हुनेछ। आजको भिडियोमा हामीले एआईको एउटा सम्भावना देखौँ। आज तपाईँले देख्नुभयो एआईले के गर्न सक्छ। अर्को क्लासमा हामी सिक्नेछौँ एआईलाई त्यो कसरी गर्न लगाउने। त्यसैले एटम मेरालाई सब्सक्राइब गर्नुहोस्। यो एआई लर्निङ जर्नीमा मसँगै अगाडि बढ्नुहोस्। अनि यदि तपाईँ एआईलाई स्ट्रक्चर र प्र्याक्टिकल रूपमा सिक्न चाहनुहुन्छ भने एटम मेरा एआई ट्रेनिङ कोर्समा जोइन गर्नुहोस्। इमेजिन गर्न सिकौँ, एआईलाई इन्स्ट्रक्ट गर्न सिकौँ अनि आइडियालाई रियालिटीमा बदल्न सिकौँ। म हुँ अनिस, तपाईँ हेर्दै हुनुहुन्छ एटम मेरा, लर्न एआई, बिल्ड विथ एआई, ग्रोथ विथ एआई। अर्को क्लासमा भेटौँला। धन्यवाद।